So hello, what's up guys? Namaste and good morning to everyone. My name is Raj Bengankar and very welcome to my channel. So in this video we are going to change my Rosso 3 slicks with a brand new tire and अगाडि पछाडि दुवै सेटै फेर्लाको म आज खासमा रोसो 3 हो स्लिक्स हैन सो हजुरहरुले मेरो प्रिभियस टायर भिडियो जुन यो रोसो 3 को बारे थियो त्यो हेर्नु भएको छैन भने प्लिज फर्स्ट गो एन्ड चेक इट आउट दैट भिडियो किनकि त्यसमाबाट पनि तपाईहरुले धेरै नै कुराहरु मिस गर्नुहुन्छ हजुरले त्यो भिडियो हेर्नु मन छ भने यु क्यान क्लिक दिस आई बटन लिंक सो मैले चाहिँ त्यसमा लिंक हालिदिएको छु प्रिभियस भिडियोको सो लेट्स स्टार्ट द भिडियो So first of all, let's talk about the brand of the tire. So this is Apollo Alpha H1 tire. This is made in India. Indian tire ho Apollo bhaneko. And this tire is manufactured I think 2025 नै छ यो यसको डेट. This tire is dual compound tire. यो चाहिँ खासमा बिचमा हार्ड compound अनि साइडमा सफ्ट compound छ सिलिका राखेको छ यसमा चाहिँ. प्राइस चाहिँ हेर्ने हो भने चाहिँ it costed me around 13,000 भनौं न 13,000 रुपैयाँ पर्यो यसको चाहिँ मलाई हैन. So which is the same price of my रेयर टायर अफ दिस बाइक है त एउटा टायरको चाहिँ 13,000 पर्यो मलाई यो सेटको 13,000 पर्यो सो त्यसमा के गेस गर्न सकिन्छ भनेपछि दिस टायर इज अ बजेट फ्रेन्डली टायर यो टायरमा चाहिँ तपाईको अब धेरै कस्टिङ लागेको छैन यसको अब साइजको कुरा गर्नु पर्दा चाहिँ दिस इज 150 पछाडी एन्ड 110 अगाडि यो चाहिँ टायर तपाईको सबै 150 सीसी देखि लिएर 250 सीसी सम्मको बाइकले कम्प्याटिबल छ सबैको रिम साइज उस्तै नै पर्छ अब एपोलोले चाहिँ यो टायर खासमा ड्युरेबिलिटीको लागि पनि बनाएको हो एन्ड प्लस वेट ग्रिप एन्ड ड्राई ग्रिप पनि राम्रोको लागि नै बनाएको खासमा अनि यो टायर चाहिँ तपाईको इन्डियामा पनि पहिला 2020 कि 2021 मा पनि तपाईको यो केटीएम कप बाइक्समा पनि युज भएको थियो जुन मद्रास इन्टरनेशनल सर्किटहरुमा पनि यो टायर टेस्ट गरिएको छ जब यो लन्च भएको थियो एन्ड त्यहाँ पनि यसको रिभ्यू एकदमै राम्रो थियो वेट ग्रिप र ड्राई ग्रिप पनि एकदमै नै बबाल छ भनेर लाइक भनेको थियो एन्ड दिस वाज द मोस्ट फेभरेट टायर एट द टाइम किनकि बजेट फ्रेन्डलीमा पनि यो टायर आउनु यस्तो परफर्मेन्स टायर आउनु धेरै नै राम्रो कुरा थियो जसले पनि किन्न पाइन्थ्यो एउटा सस्तो टायर 10,000 13,000 को रेन्जमा आउने टायर चाहिँ दिस वाज वान अफ द बेस्ट टायर एट द टाइम अनि अहिले पनि छ अहिले पनि यसको खासमा मलाई 2-3टा अरु टायर कम्पनीहरुले पनि अफर गर्दै थियो मलाई जस्ट लाइक रेस टायर जुन अहिले भर हालसाल लन्च भएको छ त्यसको छ त्यसपछि हाम्रो मेजुलर छ त्यसपछि हाम्रो रोसो 3 नै छ अनि अर्को हाम्रो म्याक्सिस छ सो मलाई चाहिँ अब मेरो हिसाबमा चाहिँ फर माई पर्पस माई कम्प्याटिबिलिटी मेरो पर्पस चाहिँ अब कहिलेकाहीँ राइड जाने हो अनि कहिलेकाहीँ अब अफिस टु घर गर्दाखेरि चाहिँ तपाईको अरु टायर भन्दा चाहिँ यो टायर मलाई अलिकति सुटेबल जस्तो लाग्यो तपाईको लङ लास्टिङ पनि छ यो टायर प्लस अनि यसको ग्रिप पनि तपाईको अलमोस्ट फ्ल्यागशिप टायरको जस्तै बराबर नै छ भन्दा नि फरक नपर्ला सो त्यही भएर आई चोज दिस टायर अब हजुरले पनि पर्पस आफ्नो के छ त्यो अनुसारले नै टायर लिनु होला किनकि मैले चाहिँ अब आफ्नो यो सोचेर मैले यो टायर लिइहाले शेपको कुरा गर्नुहुन्छ भने चाहिँ दिस इज भेरी यु शेप भी शेप भन्छ खासमा भी शेप टायर खासमा यो चाहिँ अनि तपाईको यो लिन एंगल देखि लिएर तपाईको एकदमै नै शार्प लिन एंगल छ यसको एन्ड प्लस यसको ट्रेड प्याटर्न हेर्ने हो भने चाहिँ रोसो 3 जस्तै नै यसको ट्रेड प्याटर्न देख्न सक्नुहुन्छ हामीले सो यसले गर्दा चाहिँ तपाईको वेटमा पनि तपाईको वाटर डिस्पर्स गरेर अप्टिमल ग्रिप दिने काम गर्छ यसले टायरको कुरा यति नै हो हैन हजुर मैले यसको स्पेसिफिकेसन प्राइस अब ड्युरेबिलिटी पनि मैले भनिहाले ग्रिप पनि मैले भनिहाले अब आई थिंक आई एम गोना गो फर द चेन्ज तर अब टायर चेन्ज गर्न गरौँ जाम त सो इट्स नाउ टाइम टु टेक द टायर्स फर फिटिङ अब म एक्लै छु हैन लानु पर्ने छ दुईटा टायर सो अब यो कसरी लाने भनेपछि वान अफ द बेस्ट आइडिया ठुलो चाहिँ मात्र राखौँ ठुलो तल सानो माथि राखौँ अनि ट्याक्क लाएर यसरी बस्ने अनि ट्याक्क लाएर यसरी समात्ने वी गोना हप अन द बाइक इट्स पेन इन द एस तर हुन्छ नि इट डज द जब भनौँ न आफू एक्लै छ भने चाहिँ यसले चाहिँ यतिले चाहिँ ओइ म्या पछाडि गयो काम चाहिँ गर्छ है अलिकति गाह्रो चाहिँ गाह्रै छ है हुन्छ है फेरि वहाँसम्म जानुपर्छ रेकर्ड पो भएको छ कि छैन हेर्नु पऱ्यो इज इट रेकर्डिङ अर नट अब के गर्नु साथीहरू सब बिजी छन् अब यसो लानु पऱ्यो यसरी नै अब लानु पऱ्यो के गर्नु त अब टायर मजाले एक ठाउँमा बसिरहेको छ हल्ल्या खुल्ल्या छैन हैन आई डोन्ट नो द एक्ज्याक्ट प्लेस कोटेश्वरतिरै हो क्या त्यो ठाउँ चाहिँ मैले टायर लिएको त्यहीँनिर अब म टायर चेन्ज गर्न जान्छु होला टायर चाहिँ फ्री इन्स्टलेसन भनेर भन्नुभएको थियो सो आज खुल्लै छ अरे सो आउनु भन्दै थियो सो आइ एम गोइङ देयर सो लेट्स डाइरेक्टली मिट ओभर देयर है त सो अहिले यो जुन मैले हालेको रोसो 3 चाहिँ अब चाहिँ आई कान्ट ट्रस्ट दिस टायर्स किनकि हुन्छ नि आई हेभ नो जिरो कन्फिडेन्स इन दिस टायर हुन्छ नि अब कुनै ठाउँमा अब म झ्याप्पै रोक्नु पर्यो भने पनि हैन मसँग कन्फिडेन्सै छैन कि हुन्छ लड लाग्यो चिपिन्छ कि भने मलाई कस्तो फिल हुन्छ क्या सो यसरी चाहिँ म बस्न सक्दिनँ हैन अब चाहिँ पुग्नु लागिसक्यो आई डोन्ट नो विच प्लेस इज दिस नरेफाट यस ल नरेफाट जडीबुटी रे ओ धुलो मान्डु
So I think we have reached the destination, Automandu station हो. As you guys can see, Automandu station. So यहाँ चाहिँ टायर्स देखि लिएर सर्भिस देखि लिएर सबै हुन्छ. अब कहाँ हाल्ने बाइकलाई चाहिँ घुमाइदिनु पर्ला ल. ल यतै राखौँ है त. प्यान्ट फुकाल्दा यसरी फुकाल्नुपर्छ यो टायर. हेलो दा हेलो. हेलो ब्रदर, गुड आफ्टरनुन. आज टायर चेन्ज गर्न आएको. सो फर्स्ट अफ अल चाहिँ अब टायर कसरी इन्स्टल गर्ने चाहिँ म अलिकति थोरली देखाइहाल्छु तपाईँहरूलाई. फर्स्टमा चाहिँ अब यसको रोटेसन वाइज हाल्नुपर्ने हुन्छ होइन. यहाँनिर सबै यसरी यो के भन्छ लाइन्सहरू दिएको हुन्छ होइन. सो त्यसरी नै त्यो रोटेसन अनुसार मिलाउँछ, नत्र उल्टो पऱ्यो भने चाहिँ फेरि गयो त्यो ग्रिप पनि दिँदैन केही पनि दिँदैन. सो यहाँ एन्ड अर्को कुरा चाहिँ यो हाम्रो टायरमा चाहिँ एउटा सानो डट हुन्छ. यो डट, दिस डट प्लेज अ भेरी इम्पोर्टेन्ट रोल खेल्छ यो टायर रिप्लेसमेन्टमा चाहिँ. यो चाहिँ खासमा हाम्रो यो माथि रिममा निस्किया हुन्छ नि एउटा हावा भर्ने हो, त्यसमा अलाइन गरेर राख्नुपर्ने हुन्छ किनकि त्यसले नै यसको वेट डिस्ट्रिब्युसनको धेरै रोल खेल्छ क्या. सो अब यो सपोज यहाँ नराखिकन अर्कै ठाउँ त्यो हावा भर्ने ठाउँको अरू ठाउँ राख्यो भने चाहिँ फेरि वेट नै मिल्दैन क्या. सो त्यो पनि ध्यानमा राख्नुपर्ने हुन्छ. सो टायर चाहिँ अलिकति राम्रो नै छिरोस् भनेर चाहिँ थोरै मोबिल हाल्नुपर्ने हुन्छ बिटहरूमा, जसले गर्दाखेरि अलिकति सजिलो हुन्छ यो ट्याक्टर रिममा छिराउनु चाहिँ. त्यही भएर उसले मोबिल हाल्दैछ. सो एज आई मेन्सन्ड प्रिभियस जेनको रोसो 3 को यो टायर चाहिँ तपाईँको अलिकति किन्दाखेरि नै राउन्ड हुन्छ क्या. सो यो चाहिँ सेकेन्ड जेन चाहिँ तपाईँको अलिकति राउन्ड भन्दा नि फ्ल्याटर प्रोफाइलमा थियो क्या. यो किन्दाखेरि नै यस्तो फ्ल्याटमा थियो क्या. यो नत्र राउन्ड हुन्छ नि, नत्र योभन्दा अलिकति यति राउन्ड हुन्छ क्या. यस्तरी राउन्ड भएर आउँथ्यो होइन नकिन्दाखेरि, किन्दाखेरि नै फिट नगर्दाखेरि नै. सो अनि यो चाहिँ अलिकति फ्ल्याट नै थियो नि. आई वाज प्रिटी कन्फ्युज कि म यो लिउँ कि नलिउँ किनकि अलिकति मलाई यो फेक नै हो जस्तो लागेको थियो. बट नो, यो चाहिँ अलिकति राम्रै टायर निस्क्यो. सो एज गाइज क्यान सी रोसो 3 को आदि नै मेटिसक्यो होइन. अनि यहाँ पनि त्यस्तै नै छ पारा. तपाईँ फोकस प्लिज. यस त्यस्तै नै छ. अहिले भनेको चाहिँ मैले कतिवटा पङ्चर टालेँ भनेपछि एउटा छ, 2टा पङ्चर, 3टा पङ्चर छ अहिलेसम्म है. इफ यु हेभन्ट वाच माई प्रिभियस भिडियो भने यसको रिभ्यू, यो टायरको रिभ्यूको भिडियो हेर्नु भएको छ भने चाहिँ प्लिज डु वाच इट पहिला है गाइज. यु क्यान गेट अ गुड इन्फर्मेसन फ्रम द्याट भिडियो एज वेल. अगाडि टायर त सर्केर के भइसक्यो. लुक एट माई फ्रन्ट टायर. सो ल टायर चाहिँ हाल्न सकिसक्यो. नाउ इट्स टाइम फर वास. थोरै वास गरिहाल्ने हो. सो एज यु गाइज क्यान सी, सो द टायर इज लुकिङ प्रिटी गुड. त्यो मोटो टायर हेर्नु भयो नि अलिक पातलो लाग्दा चाहिँ कस्तो आफूलाई नि कस्तो त्यो सानो फिल भइरहेको छ कि. ल दाइ थ्याङ्क यू सो मच है. ल ब्रदर सिउ ल भेटौँ ल. तिमी चाहिँ यहीँ बस्ने होइन. ल ल ल केटा. ओ माई गुडनेस, इन्स्ट्यान्ट कस्तो आफै सुत्न थाल्छ अरे त के हो. ल ल ल ल ल मलाई यसमा हात बसाउनु चाहिँ गाह्रै हुन्छ जस्तो. ओहो आफै पो सुत्न थाल्छ यार. यो के हो यो त. ओ माई गड. ल ल ल ल ल यस ल. सो ल गाइज एज यु गाइज क्यान सी टायर फुल्ली चेन्ज भइसक्यो. भर सानो चलाउँदाखेरि चाहिँ टायर आफै सुत्न खोज्छ होइन. त्यो एकदमै राउन्ड प्रोफाइल भएको भएर म चाहिँ अब अलिकति फ्ल्याटर प्रोफाइलमा भइरहेको बानी. यो चाहिँ एकदमै नै राउन्ड छ कि, राउन्ड नै छ. सो त्यही भएर हावा पनि मेरो वेट अनुसार मैले बनाइसकेँ होइन. अनि एज गाइस अघि मैले भने जस्तो यो येल्लो लाइन र यसको यो हावा भर्ने त्यो पोइन्ट ठ्याक्कै मिलाएको छ. अगाडि पनि त्यस्तै नै छ. यसको पनि अब पछि रिभ्यू हेर्नुको लागि प्लिज सब्सक्राइब गर्नु होला. यसको अब म पछि धेरै कुराहरू म चेन्ज गर्नेवाला छु. त्यो पनि सबैको म रिभ्यू भिडियोहरू बनाउनेवाला छु. सो इट विल हेल्प यु अ लट फर दोज हु राइड बाइक्स हुन्छ नि, हु आर प्यासनेट अबाउट बाइक्स भने यो च्यानलमा आउने अब कन्टेन्टहरू चाहिँ तपाईँहरूको लागि अलिकति इन्फर्मेटिभवाला हुनेवाला छ. सो त्यही भएर सब्सक्राइब गरिदिनु होला. नेक्स्ट भिडियो अब के हुनेवाला छ भनेर हजुर गेस गर्नुलाई एउटा सानो चिजले. इफ यु आर अ रियल बाइकर भने यु गाइज विल नो कि यो के हो भनेर. अनि अर्को भिडियो के बन्नेवाला छ भनेर हजुरले फ्याट्टै थाहा पाउन सक्नुहुन्छ एउटा सानो चिजले. कान तेजिलो गर्नुलाई यो के हो भनेर है त. ल सुनिसक्नु भयो होला के हो भनेर यो. ल सो दिस इज गाइज, थ्याङ्क यू फर वाचिङ द भिडियो.
if you really enjoyed this video, then please like, comment and subscribe on my channel. So till the next video, peace out.